हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। एपिसोड आज चाहिँ हामी आइसल्यान्डतिर घुम्न आएको छौँ। दाइहरू पनि हुनुहुन्छ र दिदीहरू पनि हुनुहुन्छ, तर म चाहिँ एक्लै छु अहिले चाहिँ। सबजनाभित्र फोटो खिच्ने टिकटक बनाउने गर्दै हुनुहुन्छ, तर ममा चाहिँ केही खुबी नभएको कारणले म चाहिँ यहाँनिर एक्लै बस्दैछु। एकदम चिसो हावा चलेको छ, वेदर पनि एकदम गुड छ है। बादल पनि हल्का लागेको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। साँझ बेलाको टाइम छ है। यहाँबाट चाहिँ सिटीहरू चाहिँ एकदम दामीसँग देख्न सक्नुहुन्छ। एकदम यो ठाउँ त एकदम जाडो महिनामा चाहिँ आउनु पऱ्यो। गर्मी महिनामा आउनुभयो भने चाहिँ म केही भन्न सक्दिनँ, तर जाडो महिनामा आउनुभयो भने चाहिँ तपाईँहरूको 1 केडी हाफ पुरै असुल हुनेछ। सो अझै पार्टनरसँगै आउनुभयो भने त अझ रमाइलो। मैं तो तेरे को हरामी समझता था, तू तो राम निकला रे, देव मानुस। म तपाईँहरूलाई यसो हजुरहरू दूरीले टाढा हुनुभए पनि हेरेर भए पनि यसो यस्तो ठाउँ पनि रहेछ है कुवेतमा भन्ने चाहिँ यसो के गरी हजुरहरूको स्क्रिनमा आयो भने चाहिँ थाहा पाउनुहुनेछ, हेर्न सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ। हेर्नु समुद्र क्या दामी, ओ माई गड। सो आज चाहिँ मेरो गुरुको पनि छुट्टी थियो, अलि ऊ भइरहेछ क्या। अब उसको यो ईदको कारणले गर्दाखेरि चाहिँ छुट्टी पाएन, अनि यो उसको चाहिँ ड्युटी चल्दैछ। सायद ओभर टाइम के होला, त्यो अब कुनै दिन देला, अब नदेला। त्यो अब कुनै दिन दियो भने मेरो छुट्टीसँग मिल्यो भने चाहिँ अफकोर्स हामीसँग यो ठाउँमा घुम्न आउनेछौँ। हेर्नुहोस् हजुरहरूलाई छोटो मिठो दृश्य म देखाइरहन्छु, टुक्रा टुक्रा पारेर भयो नि। ठ्याक दामी छ हेर्नु। साँझको बेला रमाइलो मेला, घुम्न हिँडेको बेला, चौतारीमा कुडी बस्यो कि कतै तिमी मलाई माया मोह यसरी नै बित्ने भो। मिल्यो कि मिलेन थाहा भएन, तर ट्राई चाहिँ मेरो गजबकै हुन्छ। काग कराएको जस्तो भए पनि हेर्नु न कस्तो दामी छ यार, यस्तो दामी छ यार, यस्तो दामी छ है। कहिलेकाहीँ त भाइ स्वर्ग हुँदो रहेछ नि, स्वर्ग यस्तो रमाइलो हुँदो रहेछ कि है। कहिलेकाहीँ त शब्दमा बयान पनि गर्न सक्दिनँ म। ज्याकेट चाहिँ छ हातमा, यस्तो छ्याउ जस्तो फिल भइरहेछ। त्यहाँनिर चाहिँ फोटो खिच्ने, टिकटक बनाउने भोक लाग्यो हुँदैछ। तर म चाहिँ बिन्दास टुर, आफ्नै सुर है, ट्याग गरेर हेर्नु कस्तो दामी छ। One eternity later. गाइड्स 2 दिनको जिन्दगी, यसो टाइम मिल्यो भने यसो सदुपयोग गर्नु होला भन्न चाहन्छु। यस्तो दामी छ यार, यस्तो दामी छ। तर यो चाहिँ के हो यार, पुल हो क्या हो, पुल जस्तो रहेछ। यस्तो दामी छ गाइज है, हजुरहरू हेर्न सक्नुहुन्छ। मलाई चाहिँ एकदम भित्रबाट नै क्या फिलिङ, अलिकति जस्तो गुड भन्ने कि ह्याप्पी टाइपको मोमेन्ट भन्ने कि। Are you comedy me? तर जे भइरहेछ एकदम राम्रो भइरहेछ। तपाईँहरूलाई म त्यहाँ माथि यो टावरमा पनि जान पाइन्छ जस्तो पनि लागिरहेछ मलाई होइन। म ट्राई गर्छु, मिल्यो भने म हजुरहरूलाई त्यहाँ माथि गएर पनि अलिकति छोटो मिठो भ्यू देखाउँछु है, भ्यू देखाउँछु। सो
यति बेरसम्मको लागि चाहिँ अलिकति इन्जोय गर्नु होला। ट्विङ 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 ट्विङ। अच्छा म गइरहेको छु, यात्रा मेरो जारी छ। एक्लै छु, कोही पनि छैन अगाडि पछाडि। त्यसपछि म त्यहाँ चाहिँ जान त्यो ठाउँमा चाहिँ त्यसको टुप्पोमा चाहिँ म जाने ट्राई गर्छु। मिल्छ कि मिल्दैन। चिसो छ यार, साह्रो चिसो छ। अब गर्मीको मौसम पनि आयो आउनु चाहिँ, तैपनि चिसो चाहिँ बहुतै चिसो छ रे। फैलियो माया तुबो सरे कहिले घटेन राखौँ याद दुःखमा हटेन। गाइड एकदमै गाह्रो भएको छ रहेछ। म लगभग टपमा आइपुग्न लागिसकेको छु होइन। म तपाईँहरूलाई देखाउँछु। यहाँबाट चाहिँ मैले सबै चिजहरू कस्तो सानो देखिँदैछु। म माथि गएर चाहिँ देखाउँछु। के हो यार, पुरै बन्द छ के हो त्यसका बाजे। फाइनली गाइस, म चाहिँ मेरो गन्तव्यमा आइपुगिसकेको छु। ओ भाइ साहब, तपाईँ हेर्न सक्नुहुन्छ यहाँबाट। मलाई चाहिँ एकदम साह्रो गाह्रो भयो है अहिले चाहिँ। कति जानुभयो यार। हेलो एभ्रिवान। त्यहाँनिर सिटी बजाउँछु। मलाई हुँदैछ यहाँनिर पुरै आउँदै हुनुहुन्छ है। के गर्छ यिनीहरूले मलाई सायद देखाएको छैन होला, तर खासै कतिरो त नदेख्ने जो पुरै क्यामेरा त यो पुरै डिएसएलआर त्यसका बाजे पैसा मात्र महँगो तिरेछु क्या हो। तैपनि के चाहिँ र दिस इज वान अफ द बेस्ट फोन। के भन्छ इङ्ग्लिसमा चाहिँ भन्न आउँदैन, तर मेरो लाइफमा चाहिँ सबभन्दा बढी पैसा तिरेको फोन चाहिँ मैले यही हो। योभन्दा अगाडि चाहिँ मैले यति महँगो फोन चाहिँ लिएको थिइनँ। लगभग नेपालको पऱ्यो होला 160 जति। तैपनि अब यस्तो फजुल खर्च त गर्न मन लागेको थिएन। त्यही पनि अब के भयो भनेदेखि सो एकदम राम्रो छ फोन चाहिँ। फोनको बारेमा चर्चा नगरौँ। हेर्नुहोस् कस्तो दामी ठाउँ। ओ हावा पनि एकदम दामी चलेको छ। अनि म पनि एकदम चिलमा। दाइहरू पनि आउँदै हुनुहुन्छ, तर म एक्लै भएर यहाँ कस्तो थर्क्या जस्तो लागिरहेको छ। सोध्दा पनि सोध्दैन, खोज्दा पनि खोजेन, फुत्तै देखियो चढिहालेँ। अब जे होगा देखा जाएगा। केही बिचमा केही गडबड भइहाल्यो भने हजुरहरूलाई अवश्य देखाउने छु। भन्नाले हजुरहरूले हेर्नुभयो भने अवश्य देख्नुहुनेछ। तर अलि ढिलो भएको जस्तो लाग्यो है। पुरा घाम डुब्दै गरेको समस्या छ। हेर्नुहोस् कस्तो दामी देखिरहेछ। सेट यो देख्न सक्नुहुन्छ। के भन्ने यार, बोल्न नै आउँदैन। कसरी ट्रेनिङ गर्ने हो, बोल्न पनि आउँदैन खासै कतिलोसँग। साइकल लिने भन्ने प्लानिङ गरेको थियो। साइकल चलाउँदै यो एरिया घुम्थ्यौँ भन्ने प्लानिङ गरेको थियो गर्न चाहिँ। तर साइकल त नि अलि प्राइस पनि अलि हाई नै रहेछ।
1 घन्टाको 5 केडी हुन्थ्यो 5 दिनार भन्दै थियो 1 घन्टाको 5 घन्टा अनि 1 घन्टाको 5 केडी भनेपछि अब हाम्रो लागि त ठुलै हो नि ठुलै हो त्यो पनि सोक पुरा गरिदिउँ भन्ने प्लानिङ त गरेको गर्न त तर क्यास चाहिँ थियो गोजीमा किनेर चाहिँ थिएन किनेर थियो बिहान आजै भर्खरै मैले निकालेर क्यास मात्रै गोजीमा हालेर हिँडेँ नि तर आज छुट्यो भाग्यमा साइकल चलाउन लेखेर रहेछ ग्यास्ट्रिक हुँदैछ पेट पनि कस्तो भोक लाग्या जस्तो फिल हुँदैछ आज 17 दिन पछिको बिदा म चाहिँ एकदम रमाइलो कस्तो है अबको लगभग आधी घन्टा पछि हेर्न सक्नुहुन्छ तपाईँले यो कुवेत पुरै र साँझको बेलामा हो कि म यस्तो खतरा देखिन्छ यो ठाउँहरू यस्तो स्पेसल देखिन्छ कि तपाईँहरूले पनि सक्नुहुन्छ भन्नै सक्नुहुन्न सोच्नै सक्नुहुन्न भन्न चाहिँ के भन्नु त्यो चाहिँ अलिक बढी हुन्छ त्यहाँ साइकल चलाउँदैछ अरे खोजेले यस्तो छ कस्तो छ कि चारी ऐसेलुको गजैमा मलाई सम्झेन रोवामा झम्के साझैमा मलाई सम्झेन रोवामा झम्के साझैमा 1 घन्टा पछि चाहिँ बल्ल बल्ल यहाँसम्म आइपुग्दैछु म चाहिँ यहाँ बसेको लगभग 1 घन्टा बस्यो अब झिलिमिली देख्दैछ सहरहरू म तपाईँलाई ओ भाइ साहब हेर्नुहोस् बिल्डिङै बोल्न थालिछु अब आहा एक राउन्ड त देखाउँछु होला हौ पक्कै नि आज त कस्तो दामी देखाएको छ हो यो बादल हल्का बादल लाग्यो भएर आज यो त्यहाँ आकाश पनि कस्तो दामी देखाएको छ मौसम पनि एकदम दामी देखाएको छ दामी देखाएको छ कसरी भन्नु है अब 15 मिनट पछि त यो पुरै यस्तो झिलिमिली देखिन्छ कि है हाम्रो नेपाल चाहिँ दिउँसो एकदम दामी देखिन्छ दिउँसो चाहिँ एकदम नेपाल चाहिँ एकदम राम्रो देखिन्छ दिउँसो बिहानतिर तर यो चाहिँ यो गल्फ कन्ट्री भनेको चाहिँ मेरो विचारमा चाहिँ लगभग साँझ परेको बेलामै दामी देखिन्छ राति नै दामी देखिन्छ किनभने झिलिमिली अब 10 मिनट गाइस अब 10 मिनट पछि चाहिँ झलल बोल्छ कि यो ठाउँ ह्यान्ड सिसा ट्याक्क ऊ त्यहाँनिर चाहिँ त्यो चाहिँ ठुलो चाहिँ यो ठुलो चाहिँ मेरो घर है अनि म चाहिँ अम्बानीको छुवाइले अलिकति लाज हिन भन्ने त मान्छेमा हुनुपर्छ क्या नै अब आफै चल्छ अटोमेटिक ओ चलो खोइ त चल्दैन थियो क्या नै अब यहाँ आउने चल्छ अब चल्छ यस 2 जना चाहिँ त्यहाँबाट चाहिँ हामी निस्किसक्यौँ